गाइज होइन कतिजनाको नेपाली प्लेयरहरूको र कति बुढा भाइ बहिनी ब्रदर्सहरू सिस्टरहरूलाई थाहा छैन होइन एनीबडी डिड नट नो हाउ इट इज पोसिबल टु मेक अ च्याट भन्नाले च्याट सबैको बिग्रियो अनि च्याट गर्न नि मिलेन भने चाहिँ यो भिडियो चाहिँ तपाईँको लागि होइन। अब हामीले फर्स्टमा के गर्नु पऱ्यो भन्दाखेरि रोबक्समा जानु पऱ्यो होइन गाइज। अनि आफ्नो आइडी खोलिँदाखेरि अनि एकछिन टाइम लगाएको छ एकछिन गाइज। अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ आफ्नो आइडी खोलिसकेको छ। अब हामीले के गर्नु पऱ्यो भन्दा आफ्नो च्याट खोल्नलाई मोरमा जानु पऱ्यो, हामी तलहरि जानु पऱ्यो, सेटिङ जानु पऱ्यो, एकाउन्टेन्सी जानु पऱ्यो, अनि एकाउन्ट इन्फर्म जानु पऱ्यो। अनि त्यसपछि चाहिँ यहाँबाट चाहिँ आफ्नो तल छ नि यो गाइज यो युज एन्ड आइडी टु भेरिफाई योर बर्थडे भने कन्टिन्यू गर्नु पऱ्यो। अनि 11, 15, 16 को छ होइन गाइज। अनि यो चाहिँ चेक गरिसक्यो कन्टिन्यू गर्नुहोस् अनि एलाउ भन्ने अप्सन आउँछ अनि त्यहाँबाट के हुन्छ अनि त्यो चाहिँ थाहा होइन होइन। अब म तपाईँलाई चाहिँ कसरी गर्ने भनेर देखाइन्छ है। अब म नयाँ एकाउन्ट खोल्छु। हेर्न सक्नुहुन्छ मैले अब यहाँ न्यू आइडी खोलिसकेँ होइन। अनि कि तपाईँले होइन यो फर्स्टमा मैले जस्तो न्यू आइडी खोलेँ जस्तो तपाईँहरूको अनलक च्याट गर्ने भनेर आउँछ लेट्स सी होइन। अनि यसरी आयो अनि यहाँ के भने लेट चेक योर एज सो यु क्यान यु च्याट दिस हेल्प यु च्याट सेफली इट ओन्ली टेक अ मुभमेन्ट भने। अब यहाँबाट जानु मिल्छ गाइज। अब तपाईँ हजुरलाई यहाँबाट हेर्न सक्नुहुन्छ सेटिङमा गएर एकाउन्ट इन्फर्मेसनमा गएर अनि आफ्नो एकाउन्टमा सारेर गाइज होइन भन्नु मेरो डिल भइरहेको अनि तल सारेर यहाँबाट कन्टिन्यूबाट नि गर्न मिल्छ। अनि होमबाट यहाँ जसको यहाँ नि अनलक च्याट गर्नु पऱ्यो अनि यहाँ खिच्नु पऱ्यो। अनि त्यसपछि चाहिँ हल्का बिग्रिन्छ त्यही हो। अनि के अरे त्यो हल्का त्यो उ भएर नत्र भए अनलक च्याटबाट भएन भने चाहिँ यसो मेरो जस्तै भयो भने चाहिँ मोरमा जाने सेटिङमा जाने अनि एकाउन्ट इन्फर्मेसनमा जाने अनि त्यहाँबाट चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि हामीले एकाउन्ट इन्फर्मेसनमा गएर अनि टक्क लाएर यसरी तल सार्ने अनि यो युजर एकाउन्ट कन्टिन्यू गर्ने। अनि यहाँ के हुन्छ भन्दाखेरि आफ्नो फेस कन्टिन्यू गर्ने होइन गाइज आफ्नो फेस देखाउने अनि यस्तो यस्तो मुभ गर्ने अनि यति नै हो। अनि रुक्नु म तपाईँलाई यहाँ भनिदिन्छु कन्टिन्यू गरेर अनि म कन्टिन्यू चाहिँ गरिदिन्छु गाइज होइन। अब कन्टिन्यू त भयो अनि यो गेट रेडी टु क्यामेरा भन्छ अनि यहाँ स्टेपहरू हुन्छ होइन फेरि ब्याक गयो यस्तो चाहिँ हुन्छ है गाइज होइन। स्यामसङको मोबाइलमा यस्तो चाहिँ हुन्छ है मेरो कतिचोटि भइसकेको छ। अब यहाँ मोडमा जाने फेरि रिपिट गर्ने होइन गाइज। अब हजुरलाई च्याट चाहिएको छ भने चाहिँ रिपिट गरे हुन्छ। अनि यहाँबाट के गर्न सक्छ भन्दाखेरि हामीले अनि कन्टिन्यू गर्ने फेरि अनि त्यहाँबाट फेरि यो गर्ने एज गर्ने अनि एज ग्रुप गर्ने एकाउन्ट इन्फर्मेसनमा जाने आफै जान्छ होइन। अब सेल्फी भन्ने आउँछ सेल्फी कन्टिन्यू गरिदिने अनि ब्याक गयो ल अनि क्याच क्लियर गर्ने ए होइन त्यो बग गाइज होइन। मेरो चाहिँ गाइज खोइ के भएन होइन अब त्यो थाहा पाएन। हजुरहरूले के गर्नु पऱ्यो मोरमा जानुहोस् अनि यो एकाउन्ट इन्फर्मेसन जानुहोस् अनि अघि जे गर्नुहोस् होइन म देखाइदिन्छु। यहाँबाट तलरि जानु कन्टिन्यू मैले जे गरिदिनुहोस् कन्टिन्यू गरेपछि अनि मेरो यहाँ अड्किन्छ मोबाइल होइन गाइज म देखाइदिन्छु बरु कसरी गर्ने भनेर। अनि यहाँबाट चाहिँ हामीले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ कन्टिन्यू गर्नुहोस् अनि फेस आफ्नो देखाउनु अनि फेस देखाएर अनि कतापट्टि घुमाउनु लाग्यो त्यो घुमाउनु अनि फेस देखाउनु बत्ती क्यामेरा अन गरेर अनि कन्टिन्यू गर भन्छ त्यहाँ अनि त्यो गरिभएपछि त्यो प्रोसेसिङ गरिभएपछि त्यहाँ के त्यो लाइसेन्स बस लाइसेन्स ड्राइभर लाइसेन्स अनि के माग्छ त्यो गर्नु पर्दैन अनि सिधै ब्याक गइजानु अनि हजुरको च्याट खुल्यो गाइज यति नै है।